Alright guys, welcome to my new mini vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदम सन्चै छु है त। अहिले चाहिँ म ट्याक लाएर एक्लैसँग चाहिँ मामाली जाँदै गरेको भन्नुपर्छ है। किन भन्नुहुन्छ भने चाहिँ मामालीदेखि माथि एउटा मामालीमा त्यहाँनिर ट्याक लाएर हाम्रो आफन्तै खस्नु भएको थियो। अनि सो त्यही भएर चाहिँ म आएको कामको लागि एक्लै मामाली जाँदै गरेको भन्नुपर्छ है। सो मध्याह 12 बजेको घाममा यस्तोसँगले तत्तिँदै है पसिन हुँदै चाहिँ सो म एक्लै लागेँ मामाली तर्फ। सो जति पनि मेरो भ्युअर्सहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई चाहिँ सो धेरै धेरै धन्यवाद। अनि सपोर्ट गर्ने हाम्रो दाइ साथीहरू सबलाई चाहिँ मनैदेखि धन्यवाद भन्न चाहन्छु। सो मेरो भिडियो चाहिँ के कस्तो लाग्दैछ सो कमेन्ट गर्नु होला। अनि सो कस्तो खालको भ्लग हेर्दा चाहिँ राम्रो हुन्छ सो कमेन्ट गर्नु होला है त। सो अहिले चाहिँ म ट्याक्क लाएर लागेँ एक्लै मामाली तर्फ। ट्याक्क लाएर चाहिँ सो अहिले म हामी बस्ने पार्टीमा आइपुग्यौँ। सो म चाहिँ यता माथिदेखि आएको यहाँ तल आइपुगिसकेँ होइन। अनि सो म आइपुगेको ठाउँमा चाहिँ यहाँ पार्टी छ अनि भन्नुपर्छ। अनि सो म जानुपर्ने चाहिँ यो डाँडा पारिपट्टि यहाँ देखेको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। यस्तो बब्बाल छ, यस्तो घाम लागिराखेको छ मर्ने गरी। अनि म चाहिँ यतापट्टि जानुपर्ने हो क्या, यहाँ पारिपट्टि चाहिँ अझै टाढो छ, कति लाग्छ अझै। सो अनि यस्तो घाम लागिरहेको छ हेर्न सक्नुहुन्छ। मेरो हालत बिग्रेर खत्तम भइसकेको छ हेर्नुहोस् है त गाइज। अनि सो म ट्याक्क लाएर यता पार्टीमा आएँ। अनि एकछिन बस्यो अरे। अनि यो चाहिँ के हो भन्नुहुन्छ भनेदेखि चाहिँ यो हाम्रो गाउँघरतिर नाकसाकको कामहरू छिर्ने हुन्छ नि काँडा। सो यही हो क्या हाम्रोमा चाहिँ, यसैले छिर्छ। अनि चाहिँ सो यता देख्न सक्नुहुन्छ हाम्रो यस्तो भिरमा शुद्ध रोड खनेको छ क्या हाम्रोतिर चाहिँ। तर यो रोड चाहिँ फेरि आधीसम्म मात्रै खनेको छ। अनि सो मैले चाहिँ जानुपर्ने यो ट्याक्क लाएर बाटै बाटो हो, यो रोड जानुपर्ने हो। कम्ता टाढो छैन हो, गाडी नभएर बिजोग हिँड्दै जानु परेको छ यार। अनि चाहिँ केही समयपछि चाहिँ सो म ट्याक्क लाएर पुलमा आइपुगिसकेँ। सो हजुरहरू चाहिँ कसले यो पुल देख्नु भएको छ र यो पुलमा चाहिँ को चढ्नु भएको छ कमेन्ट गरिदिनु होला एकचोटि। ट्याक्क यो कोही चाहिँ यो पुलमा हिँड्नु लास्ट डराउने मान्छेहरू हुन्छ क्या। सो मलाई चाहिँ एकदम डर लाग्दैन है। सो हिँड्ने बानी परिसकेर होला पुलमा हिँड्दा चाहिँ क्या मजा आउँछ क्या, यस्तो लचक हल्लिन्छ अनि ढ्याङ्ग बढेर। अघि चाहिँ गर्मी भइरहेको थियो। अनि सो अहिले पुलमा आइसकेपछि चाहिँ अलिअलि ट्याक्क लाएर अलिअलि हावा चल्दैछ। अनि सो हाम्रो चाहिँ यो खोलाको नाम चाहिँ दोभान भन्छ है। सो यतापट्टिको चाहिँ